नमस्कार सम्पूर्णमा। आज हाम्रो चाहिँ विशेष भेटघाट हुनेछ। बुलबुलेमा हाम्रो पारिवारिक भेटघाट हुनेछ। यता चाहिँ दाइहरू हुनुहुन्छ अनि यता हाम्रो बहिनीहरू भान्जीहरू पनि लगभग आइसकेका छन्। ल सबैले क्यामेरामा हेलो भनिदियो एकचोटि। हाम्रो अझ मान्छेहरू आउँदै हुनुहुन्छ। लगभग हाम्रो आजको ग्रुप चाहिँ एकदम धेरै हुनेछ। आजको विशेष हुनेछ हाम्रो दिन चाहिँ बुलबुलेमा। यो के अरे यो हाम्रो यो विशेष भेटघाटको बारेमा के भन्नुहुन्छ? केही छैन। आज यो हिजो के भन्छ अरे जापानदेखि आएर आज क्रिकेटमा भएका सबै परिवारसँग भेट्न पाइयो। खुसी लाग्छ सबै भाइ बहिनीहरू दाइहरू। यता चाहिँ यो देखिने चाहिँ सबै हाम्रा आफन्त दिदी बहिनी दाइ भाउजू भान्जा भान्जी सबै हाम्रो तारामीको पुरै तारामी मगरको होल फ्यामिलीहरू। यो भिडियो राम्रोसँग हेरेर सबैजनाले लाइक गरिदिनु होला अनि सब्स्क्राइब गरिदिनु होला अनि फलो गरिदिनु होला। फलो सबैभन्दा धेरै अनि सेयर पनि गरिदिनु, पेज बढाइदिनु अलि धेरै। यता हाम्रो अहिले फोटो सेसन कार्यक्रम भइरहेछ। जोस् दाइहरू हुनुहुन्छ। यता चाहिँ हाम्रो कान्छी बहिनी छ। ल हाम्रो प्रकाश भाइ जापान गएको 4 वर्षपछि आज बल्ल हाम्रो भेटघाट भएको छ सुर्खेतको बुलबुले भन्ने ठाउँमा। हामी धेरैजना लगभग तारिमी परिवारहरू सुर्खेतमा छौँ। सबैजना लगभग भेटघाट भएका छौँ अहिले। फाइनल्ली हामीले सबैसँग भेटिसकेर अब हामी यहाँबाट निस्किँदैछौँ। हामी अब अर्को ठाउँमा गएर फोटो सेसन गर्नेछौँ। हाम्रो चाहिँ यहाँ चटपटे खाने कार्यक्रम भइरहेछ। यता मोबाइलमा दाइ हुनुहुन्छ, दुईटा दाइ। यता दिदीहरू हुनुहुन्छ, यता भाइहरू, यता लाउरेहरू छन् होइन। यता मिस नेपालहरू पनि छन्। यता हेर्न सक्नुहुन्छ यहाँ। ल हामीले चटपटे खाइसकेपछि हामीले आफूले गरेको फोहोर पनि व्यवस्थापन गर्दैछौँ। हाम्रो चन्द्रा बहिनीले फोहोर व्यवस्थापन गर्दैछन् यहाँ हेर्न सक्नुहुन्छ। ल हामी आज भेटघाटपछि हामी घुमिसकेर फर्किसकेका छौँ। यो सबै हेर्न सक्छ। यो तारामी परिवार हो है। यो हाम्रो सबै यो दैलेखको यो तारामीका सन्तानहरू हेर्न सक्नुहुन्छ। यति छन् यहाँ हाम्रो चाहिँ। ल हामी चाहिँ फाइनल्ली घुमिसकेर फर्किसकेका छौँ। अब चाहिँ हाम्रो आजको चाहिँ घुमाइ हाम्रो सकिसकेको छ।